दाइ एकजना नेपाल जाँदै हुनुहुन्छ। आज उहाँको तर्फबाट सानो भनौँ पार्टी राखेको छु। हेरौँ के छ पार्टीमा। के छ दाइ पार्टीमा आज? र दाइ के भइरहेछ पार्टीमा आज? पापड होइन दाइ? यो हुक्काको कोइलामा राखेको छ। दाइले हुक्का खान्छ, अनिस दाइ काँक्रा खान्छ। काँक्रा फलफुल भेजिटेरियन मान्छे होइन। मासु पनि छ केटाहरू भन्ने हो नि। हेर यहाँ मासु, सादेको मासु हो दाइ? सादेको मासु हो। भिरा दाइ लगाइसकेर तेल। यहाँ ग्रेभीवाला मासु छ टन्न। चिसोहरू पनि छ केटाहरू, माइन्ड नगर। चिसोहरू यहाँ टन्न टन छ। यो चाहिँ चिसो हामीले खाने, यो पनि हामीले खाने। उता चाहिँ उहाँ छ, यो चाहिँ ओरिजिनल ब्रान्डेड दाइहरूको सम्झना हो। ब्रान्डेड हो दाइ? मिस्टर 10 हो दाइ? मिस्टर 10 हो दाइ। उहाँ गेम खेलिरहेको छ आज। गेम खेलिरहेको दाइ? यहाँदेखि हाम्रो रुमदेखि टक्क भ्यू मस्त छ। यता साँझ परिरहेको छ। हेर त कम छ, यहाँ दामी भ्यू छ। यता चाहिँ पूजा गर्ने हो। अनिस दाइको अब नेपाल जानु भएको छ। रुम पनि देखाइदिन्छु अनिस दाइको। ल यही हो अनिस दाइको लास्ट रुम। लक्की रुम हो दाइ? अब जाने बेला परिहाल्यो नि दाइ, जाने बेला परिहाल्यो। दाइले धेरै कुरा राखेको छ। रोनाल्डो फ्यान, पोर्चुगल, आफू पऱ्यो ब्राजिल, दाइ पऱ्यो पोर्चुगल। यस्तै छ ब्लग। अब कन्टिन्यू आउँछ। बाहिर नगएर हो, बाहिर नगएर उहाँ भइरहेछ। त्यो दाइले उहाँ पापड बनाइसकेको छ। हेरौँ दाइले बनाएको पापड। आज तेलै फुरेको छैन यहाँ। तेल फुरेको छैन दाइ? तेल नभएर हाम्रो पापड आज वेस्ट जान लाग्छ। एउटा दाइ वेस्ट जान लाग्छ। एउटा भीष्म दाइ थिए, गइहाल्नुभयो। यो रुममा बस्ने भीष्म दाइ पनि थिए, गइहाल्नुभयो। परदेश लाइफ यस्तै छ, के गर्नु केटाहरू। पापड केटाहरूलाई देखाउँ भनेको पापडै फुलिरहेको छैन। यस्तो यस्तै छ रुमतिर। कहिलेकाहीँ रमाइलो होइन दाइ? कहिलेकाहीँ परदेशमा रमाइलो गर्नुहुन्छ। सबै परिवार हुने साथीभाइ हो। हाम्रो सबैभन्दा सिनियर दाइ अहिलेको हाम्रो कम्पनीमा हो। गिटार सितार पुरा रेडी भइसकेको छ दाइको। बजाइहालौँ न दाइ एउटा झ्यामझ्याम। झ्यामझ्याम मेरो ब्लगमा ल है। ल केटाहरू, ए साथी तिमी कहाँ छ? 6 महिनापछि बजाएर गाडी। सपनी डोरी जान्दैन लिने मन भिडियो त के लागेको छ दाइ? के देख्यो? यस्तै हो हाम्रो परदेशमा रमाइलो। दाइको पापड पनि फुलाइसकेको रहेछ। यहाँ हेरौँ, घरको भन्दा पनि राम्रो। पाकेन दाइ? खरिया छ। त्यस्तै हो। हेर दाइ
दाइले बनाएको खाने भयो अब है भन्नाले 2 महिना होइन दाइ बाँकी अब 2 महिना बाँकी दाइ 12 वर्ष काटेर घर जान खाने भयो वेलकम भन दाइ यस्तै छ सिधै मलेसिया हो फेरि आउनु पर्ने मलेसिया अब हाम्रो दाइले सधैँ राम्रो राम्रो भेराइटी बनाएर खुवाउँदै अब जान्ला छन् हामी पनि एउटा दाइ उहाँ पनि जाँदै हुनुहुन्छ यस्तै छ सी यू नेक्स्ट भ्लग